यो चाहिँ मेरो सेरोफेरो भयो के अरे म बसेको वरिपरिको सेरोफेरो। विदेशी भूमिको घर त देखि नै हाल्नुभयो के अरे। यहाँ चाहिँ प्राय बुढाबुढी नै बस्ने गर्नुहुन्छ। अन्डर 18 को बच्चाहरू हुनुहुन्छ अनि सँगै बस्नुहुन्छ। अलिकति मेजर हुने बित्तिकै त उहाँहरू नि आफ्नो सुरु गरेर कमाउने आफ्नै तरिकाले रमाउने गरेर जानुहुन्छ। यो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ विदेशी भूमिको घर भयो क्या अरे। म बसेको वरिपरिको भनौँ न अलिकति सिटी एरियामा चाहिँ अलिकति ठुल्ठुलो नै हुन्छ, अलिकति बिल्डिङ टाइपको नै हुन्छ। अलिकति म चाहिँ यो अलिकति लोकल डोमेस्टिक एरियामा भएको भएर घरहरू चाहिँ यस्तै 5-6 कोठाको तर अलिकति एक्सपेन्सिभ तरिकाले नै बनाउनुहुन्छ। तर राम्रो च्याट्टा चुट्टा बस्ने त्यस नेपालीपनको फिल आउँछ हामीलाई चाहिँ यहाँ बस्दाखेरि चाहिँ। प्राय घरहरूमा चाहिँ मूर्तिहरू बनाएरै राख्नुहुन्छ। यो ट्याक्क फरीहरूको के हो त्यो नाम त मलाई पनि त्यति साह्रो आउँदैन। घरहरू चाहिँ यिनै नै हो, विदेशी घरहरू यस्तो हुँदो रहेछ है त साथीहरू।